say hi guys. Namaste. Nice to meet you. Please tell them to subscribe my channel. Okay. Hare Rama, Hare Krishna. बाहिरको मान्छे फोरेनर मान्छेले नेपालमा आएर हाम्रो कल्चर हाम्रो ट्रेडिसनलाई यसरी प्रमोट गर्दै हुनुहुन्छ भनेपछि हामीहरू सबैजनाले उहाँहरूलाई एट फर्स्ट वी निड टु से थ्याङ्क यू टु यु एट फर्स्ट धेरै धेरै धन्यवाद। नमस्ते सबैजनालाई, मेरो नाम दिपेश बोहरा। अब बज्ने गीत कसलाई र कसलाई समर्पित। अलि जिस्केको है साथीहरू। हाई एन्ड हेलो एभ्रिबडी। यो हिँड्दै गर्दा पहिला रेडियोमा सुनिरहन्थ्यो कि यसरी नै ग्रिट गर्नुहुन्थ्यो नि त प्रोग्राम चलाउने मान्छेहरूले। सो खासमा आज चाहिँ म थमेल छाया सेन्टरमा गइरहेको छु है। एउटा कामको सिलसिलामा भेटघाट गर्नुपर्ने छ सरहरूसित, एउटा साथीसित। अलि आवाज पनि बसेको छ आज। अहिले चाहिँ म किर्तिपुरमा छु होइन, नयाँ बजार पुग्न आँटेँ। अब नयाँ बजारबाट चाहिँ हाइस गाडी समातेर सुन्दारासम्म जान्छु। अनि सुन्दारा गइसकेपछि फेरि भेटौँला है त गाइज। किनभने गाडीमा चाहिँ अलि भिडियो बनाउन अड लाग्छ कि, बस्न ठाउँ मिल्छ मिल्दैन, ठाउँ मिले पनि अलि बोल्न चाहिँ लाज लाग्छ क्या। थुप्रै मान्छेहरू हुनुहुन्छ, दाइ दिदीहरू हुन्छन् होइन। सुरुमा लाज लाग्दो रहेछ। अब बिस्तारै होइन भ्लगिङ गर्दै गयो भने यो लाज मेटाउनलाई नै मैले भ्लग सुरु गरेँ हो खासमा है त। सो हेलो साथीहरू, आज चाहिँ मैले गेस्टहरू भेटाएँ है। सो से हाई गाइज। नमस्ते, नाइस टु मिट यु। सो लेट मी से समथिङ। सो उहाँहरूको चाहिँ आफ्नो एजेन्डा पर्पज छ है। उहाँहरू यता आएर हाम्रो कल्चरलाई प्रमोट गर्दै हुनुहुन्छ। सो एक्चुअली किन त, वाइ, वाट इज द रिजन, सो त्यो मलाई जान्न मन लाग्यो। त्यही भएर उहाँहरूलाई म छोटो इन्टरभ्यू फर 2-3 मिनट्स ओन्ली। आई विल आस्क सम क्वेसन्स एन्ड दे विल आन्सर। ओके, सो आई स यु आर डिस्ट्रिब्युटिङ कृष्ण प्रसाद होइन। उहाँहरूले चाहिँ हाम्रो कृष्णको प्रसाद एन्ड भगवत गीता, हियर इज भगवत गीता अल्सो नो। सो उहाँहरूले चाहिँ यो डिस्ट्रिब्युट गर्दै हुनुहुन्छ, हाम्रो कल्चरलाई प्रमोट गर्दै हुनुहुन्छ है। अनि त्यही भएर चाहिँ म केही क्वेसन सोध्न गइरहेको छु, उहाँहरूको उद्देश्य के हो। सो गाइज, क्यान यु आन्सर मी वाट इज द पर्पज अफ यु गाइज टु डिस्ट्रिब्युट दिज अल थिङ्स इन इङ्ग्लिस यु क्यान से। The purpose is to save humanity because a lot of people are suffering now. Many wars are happening, but these books, they are really special. If you will read these books, your life will be changed. Okay. And it's like amazing books. You can find all answers to your question in these books. Okay. This book is called Bhagavad Gita. Okay. And this is God Himself is speaking with humanity through this book. And this is a Krishna Prasadam. This is a sacred food offered to the Lord. And if you will eat this food, it will purify you and it will like help you a lot in your life. It will make your life more auspicious. Okay. And it will make God happy with you also. Okay. You guys have been in Nepal for how much time? Almost 2 years. Sometimes we live here, sometimes we come back to our country. Okay. So उहाँहरूलाई चाहिँ 2 वर्ष भइसक्यो नेपालमा आएको। अनि बाहिरको मान्छे फोरेनर मान्छेले नेपालमा आएर हाम्रो कल्चर हाम्रो ट्रेडिसनलाई यसरी प्रमोट गर्दै हुनुहुन्छ भनेपछि हामीहरू सबैजनाले उहाँहरूलाई एट फर्स्ट वी निड टु से थ्याङ्क यू टु यु एट फर्स्ट। धेरै धेरै धन्यवाद होइन। पहिला त हामीले उहाँहरूलाई धन्यवाद भन्नुपर्छ किनभने हामीहरू आफै नेपाली भएर पनि हामीले यो सब गर्नुपर्ने। तर बाहिरको मान्छे आएर होइन, यु गाइज केम फ्रम नेक्स्ट कन्ट्री, यु आर डुइङ द वर्क द्याट वी सुड डु, बट यु आर डुइङ। सो रियली ग्रेटफुल फर द्याट। थ्याङ्क यू सो मच म्याम। Actually, we get in mercy. We doing this not to show some example. We just also need mercy. So that's why we're doing this service. Okay. First of all, we get in benefit out of this distribution. Also, everyone who take these books and they also get in benefit. Their life also gets benefit. So ma'am is from Ukraine and ma'am is from Russia and she is also from Russia. So उहाँले भन्न खोजेको चाहिँ युक्रेन इट इज अ काइन्ड अफ सिचुएसन अफ वार नो। सो उहाँहरूले युक्रेनमा चाहिँ वारको सिचुएसन छ नि त अहिले। सो उहाँलाई पनि के चाहियो त, शान्ति चाहियो। सी निड्स पिस, एभ्रिबडी निड्स पिस नो। सी इज जस्ट प्रमोटिङ द्याट कि लेट्स फोकस अन पिस रादर देन वार। इन सर्ट, द्याट इज द थिङ। Yes, if we not satisfied from within, if we
like greedy. If we want Yeah. some material enjoyment, Yeah. and we're not satisfied with what we got, what is given Yeah. to us, then definitely war will be there. And This vision, this purpose is so nice. So nice to meet you guys. Okay. And also this भेजिटेरियन कि culture, भेगन भन्नु सर भेजिटेरियन भनेको चाहिँ एकैछिन है सर this culture, Vedic culture, it's meant for every soul, not only for Indian people or Nepali people. Yeah. You can see we are from different countries. Yeah. We are coming from completely different culture, Yeah. but we are accepting this Krishna consciousness, Krishna culture, Yeah. because it's really what makes soul happy, Yeah. and it will really make you happy. Yeah. It's like no doubts. Okay, basically from where do you belongs to? Basically where you from belongs to? Russia. Russia. And you? Also Russia. एकैछिन है राजी बिचमा नबोल्दिनु Are you vegetarian or vegan? Vegetarian. Vegetarian. Can you repeat that slok, ma'am? It was my pronunciation is not No, no, correct. no, so not a I'm problem, not a problem. Sarva dharman parityaja mamekam sharanam raja aham tvam sarva pavidyo moksha sharmashu. From which verse or which article? This is 18 chapter 66 verse. 18th chapter and Yes, this is 16. the essence of all Bhagavad Gita. So how many Veda are there in Hindu religion? So how many Veda are How many there? Vedas? Yeah. There is 4 Vedas. Yeah, 4 4 Vedas. Vedas, but yeah. but it is saying that Srimad Bhagavatam is the essence, the cream of all Vedas. So yeah. Krishna is saying in the Bhagavad Gita also, the purpose of the Vedas to know me. Krishna is saying. Do you read? उहाँले भन्न खोजेको चाहिँ उहाँहरू बाहिरको मान्छे भएर पनि किन नेपालमा आएर यसरी बसिरहनु भएको छ त किन नेपालमा यसरी हाम्रो कल्चरलाई प्रमोट गर्दै हुनुहुन्छ त किनभने हाम्रो हिन्दू कल्चरले हाम्रो श्रीमद् भगवत गीतामा के लेखिएको छ भनेपछि पिसलाई शान्तिलाई बढी बढावा दिइएको छ हैन अनि भित्र हाम्रो भित्री जो ह्याप्पिनेस छ भित्रको खुसी छ त्यसलाई कसरी बढाउने त हैन अरूलाई नसताएर अरूको नराम्रो नगरेर हैन सबै कुराहरू राम्रो गरेर गर्नुपर्ने प्रमोट गर्नु भएको छ भनेपछि त्यो कुरालाई उहाँहरूले प्रमोट गर्नु हुँदैछ भनेपछि एकदमै खुसी लाग्यो फाइनल्ली के हो भनेपछि बाहिरको मान्छे आएर हाम्रो देशमा यसरी राम्रा राम्रा कुराहरू फैलाउँदै हुनुहुन्छ भनेपछि त्यो हामीले एकदमै प्रमोट गर्नुपर्छ उहाँहरूलाई एप्रिसिएट गर्नुपर्छ रियली थ्याङ्क यू सो मच म्याम नाइस टु मिट यु Okay, ma'am. ओके गाइज लेट्स से फाइनल बाय Hare Krishna. प्लिज टेल देम टु सब्सक्राइब Hare माय Rama, च्यानल Hare Krishna. Subscribe to the channel. If you will promote Krishna. ओके ओके Hare Rama, Hare Krishna. कंडिसन ओके ओके सो गाइज कीर्तिपुर नयाँ बजारबाट गाडी चढेर धरहरा सुन्दारा पनि पुगियो अनि पुग्दै गर्दा हाम्रो गाडीमा चाहिँ ठिक्क बिच बाटोबाट कालीमाटीबाट हो कि बल्खुबाट हो 3-4जना फरेनर म्यामहरू भेटिनुभयो अनि उहाँहरूको चाहिँ मैले इन्टरभ्यू लिएँ किन लिएँ भनेपछि बाहिरको मान्छे आएर हाम्रो संस्कृतिलाई हाम्रो हिन्दू रिलिजनलाई होइन यसरी प्रमोट गर्दै हुनुहुन्छ भनेपछि किन नसोध्ने त होइन उहाँहरूलाई पनि आफ्नो ब्लगमा राखौँ उहाँहरूको के हो त पर्पज के हो उद्देश्य के हो किन नेपालमा आउनुभएको भन्ने कुराहरू सोध्नलाई मैले उहाँहरूलाई पनि ब्लगमा राखेँ एकदमै खुसी लाग्यो है अनि बाँकी भनेको चाहिँ म आज यता किन आएँ त म खासमा अब उहाँहरू हाम्रो फरेनर रसिया र युक्रेनबाट आउनुभएको म्यामसित त कोइन्सिडेन्टली भेट भएको हो मेरो आज यता आउनुको उद्देश्य छुट्टै थियो आफ्नो साथीलाई भेट्नु थियो अनि सरलाई पनि भेट्नु थियो साथी भनेपछि हामीहरू बिजनेस पार्टनर पनि हो साथी चाहिँ 1 वर्ष अगाडिदेखि अनलाइनमा बिजनेस गरिरहेको थियो मैले चाहिँ उसलाई ठ्याक्कै 2 हप्ता भयो जोइन गरेको थियो बिजनेस अनि साथीलाई भेट्न किन गइरहेको छु त आज भर्खर साथी मलेसियाबाट पुगेको छ कि होइन मलेसिया किन गयो भनेपछि साथी उसको यही बिजनेसको सिलसिलामा ट्रेनिङ थियो अलिअलि कुराहरू बुझ्न होइन बाहिर गयो भने एक्सपोजर बढी मिल्छ त्यसका लागि ऊ मलेसिया गएको थियो सो अब टेक अवेजहरू मैले पनि लिनु पऱ्यो सिक्नु पऱ्यो उसले के सिक्यो त होइन त्यो सबै कुराहरू म उसलाई सोध्छु अनि साथीसितै एकजना हाम्रो सर पनि हुनुहुन्छ अनि उहाँहरू चाहिँ अहिले छाया सेन्टर थमेलमा हुनुहुन्छ होइन हाम्रो अफिस चाहिँ त्यहाँ छ हामीहरू अपरेट चाहिँ अनलाइन गर्छौँ है इकमर्स प्लेटफर्ममा तर अब यसरी मिटिङ फिजिकली भेटघाट गर्नु पऱ्यो भने चाहिँ हाम्रो काठमाडौँ थमेलमा छाया सेन्टरमा चाहिँ हाम्रो एउटा अफिस पनि छ अहिले चाहिँ म धरहराको साइड बाई साइड हिँडिरहेको छु थमेल जानलाई अब हिँडेरै थमेल पुगिन्छ होइन सो गाइज मैले साथीलाई पनि भर्खरै फोन गरेँ ऊ चाहिँ अघि नै पुगिसकेको रहेछ होइन लेट्स सी हिँड्दा हिँड्दै कति टाइममा पुगिन्छ सो गाइज म दाइहरूलाई दिदीहरूलाई बाटो सोध्दै
हिँडिरहेको छु है, अझै पुगेको छैन। होपफुली छिटै पुगिन्छ, मजा पनि आइरहेछ है। यसरी सोद्धा सोध्दै हिँड्यो भने चाहिँ दोस्रोचोटि बिर्सिन्न कि। गर्मी चाहिँ वाइल्ड नै गर्मी छ है गाइस। झन् कालो लागेर आइयो, अनि कालोमा बढी ह्यान्डसम देखाउँछ नि त। तर अब कालोले फेरि हिट एब्जर्ब बढी गर्छ, बढी गर्मी हुन्छ है। दाजु थमेल जाने बाटो यही हो, सिधै अगाडि। धन्यवाद। यसरी सोद्धा सोध्दै पाइला चाल्दा चाल्दै खतरों के खिलाडी वाला भाइब्स आयो यहाँ। ल है गाइस, फाइनली म छाया सेन्टर अगाडि छु। लगभगै मलाई 15-20 मिनट लाग्यो कि सुन्दराबाट हिँड्दै आउँदा। जस्ट आई एम नाउ एन्टरिङ द सेन्टर। सो गाइस, अस्ति पनि म एकचोटि आइसकेको थिएँ भित्र। डेस्कमा हाम्रो दाजु बस्नु भएको छ नि, यही हो कि अफिस। सो हाम्रो अफिस चाहिँ यहीँनिर हो। अहिलेलाई चाहिँ म भित्र जान्छु। ल साथीहरू, मेरो साथी ऊ नै हो, मलेसियाबाट आज बिहानै पुगे हो। उसलाई नै भेट्न आएको हो म। अब हामीहरूको अलि काम छ होइन, एक ठाउँ जानुपर्ने छ। अब हजुरलाई म अर्को ब्लगमा भेट्छु है त। आजलाई बाई हाई भन्दैन। हेलो। ल हस्, थ्याङ्क यू।